तपाईँहरू हेरेको हेरै मैले जग्गा बेचेको बेचै आज काठमाडौँमा यति राम्रो जग्गा हेर्नुहोस् न। जग्गाधनीले आफै घर बनाएर बस्छु भनेर आजभन्दा 1 वर्ष अगाडि किन्नु भएको किनेकै मूल्यमा दिँदै हुनुहुन्छ, किनकि जग्गाधनीलाई पैसाको एकदमै अप्ठ्यारै परेको हुँदा 15 दिनभित्रमा जसरी भयो नि बिक्री गर्छु भाइ भन्नुभएको छ। घाटै खाएर बरु म पास गर्दा लागेको खर्च लिउँदैन, जतिमा किनेको थिएँ त्यतिमा दिन्छु भनिसक्नु भएको छ है। अब यो जग्गा अगाडि मेन ठुलो हाइवे बाटो, रुटको गाडी चल्ने हाइवे बाटोदेखि 2-3 किता भित्री भागमा रहेको चिटिक्क मिलेको रुमाल आकारको जग्गा। यस्तो राम्रो जग्गा 18 फुटे टक्क बाटोमा पूर्व फेस गरेको, अगाडिपट्टि राम्रो राम्रो घरहरू बनेको ठाउँमा है। यो जग्गा तपाईँले तुरुन्तै किनेर घर बनाएर बस्छु भन्दा पनि मिल्यो, पछि निकै फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिल्यो। यो जग्गा जेड लोकेसन भन्नुपर्दा काठमाडौँको बर्माखेल चोक, चाबेल हुँदै साखु जाने हाइवे बाटोमा बर्माखेल चोक, त्योभन्दा अलिकति अगाडि आउनुभयो भने गालफेदी जाने बाटैमा यो सुवेदी गाउँ, सुवेदी गाउँको वडा कार्यालयको ठ्याक्कै अगाडिपट्टि भन्दा पनि हुन्छ, अलिकति साइडमा रहेको चिटिक्क मिलेको 3 आनाको मुवार आकारको टुकुरा लिन चाहनुहुन्छ आउनुहोस्, हेर्नुहोस्, वरिपरि के कति चलेको छ बुझ्नुहोस्। तपाईँले चलन चल्तीको मूल्यभन्दा निकै मिलाएर त पाइ नै हाल्नुहुन्छ। जग्गाधनीले 1 वर्ष अगाडि किनेको मूल्यमै दिन्छु भाइ भनिसक्नु भएको छ। लिन चाहनुहुन्छ धेरै टाइम बाँकी छैन है, 15 दिनको लागि यो सस्तोमा पाउँदै हुनुहुन्छ। अगाडिपट्टि नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। पुरा भिडियो घर जग्गा काठमाडौँ युट्युबमा छ, त्यहाँ गएर पनि हेर्न सक्नुहुनेछ। धन्यवाद।